आज फेरि स्कुल जाने बेला भइसकेको छ। म उठेँ, रेडी भएँ। अब पानी खानाको अलिकति चिसो पानी दसैँ चिसो छ। स्कुलमा पानीको व्यवस्था हुँदैन, त्यही भएर अहिले आफैले यही खाएर जानुपर्छ। यो पर्ने छानकाट देखाएको छ, अहिले शीत परेको छ, जाडो एकदमै छ। टोपी पनि लाउनु बिर्सेछु मैले, कान एकदम चिसो भएको छ, हात पनि चिसो छ, पन्जा लागेको छैन। गाइस हामीहरू कुद्दैछ जापानको बिजी लाइफ। गाउँमा पनि मान्छेहरू यत्तिकै कुदैछ। यो बच्चाहरू चाहिँ हाम्रो रुमभन्दा यतापट्टि साइडमा चाहिँ एउटा बच्चाहरूको चाहिँ स्कुल छ, सानो स्कुल छ, अनि सायद त्यहीँ जानु लागेको बच्चाहरू। यिनीहरू जहिले एउटै टाइममा भेटिन्छ, यही टाइममै भेटिन्छ यिनीहरू। ठ्याक्कै यो टाइममा चाहिँ ट्रेन आउनुभन्दा अलिकति अगाडि टाइममा भेटिन्छ। ट्रेन छुटेछ, भिडियो बनाउने चक्करमा ट्रेन छुट्यो। अब अर्को ट्रेन कुरै जानुपर्छ। अब अर्को ट्रेन आउनुलाई 1 घन्टा लाग्छ, बिजोग भइहाल्यो नि। सो गाइज मेरो चाहिँ ट्रेन छुटिसकेको छ। अब यो बाटोमा ट्रेन आउनुलाई अब 1 घन्टा पछि हो। 1 घन्टा पछि भन्दा ठ्याक्कै 9 बजेपछि छ ट्रेन। अहिले ठ्याक्कै 7:50 भयो। अब अर्को ट्रेन आउनलाई ठ्याक्कै 9 बज्छ, भनेको 1 घन्टा टक्रकै छ मसँग। अब 1 घन्टा यसै गल्फत्ती गर्ने बस्ने, यही स्टेसनमा बस्ने हो। त्यो साइडबाट कोही पनि मान्छे छैन अहिले, ठ्याक्कै म एक्लै छु अहिले। मेरो एउटा ट्रेन मात्रै आउने लाइन हो। त म स्कुल जानेपट्टि चाहिँ 5-6 बजेबाट सुरु हुन्छ। 6, 7, 8, 9 बजेको ट्रेन होन्नागासिनासम्म जाँदो रहेछ। होन्नागासिना गएर अनि 9 बजेको ट्रेनमा चाहिँ स्कुल जान्छ है त। होन्नागासिना पनि घुम्ने चाहिँ अवसर हुने भयो। सो गाइस यो लाइनमा चाहिँ ट्रेन खासै आउँदैन, 1 घन्टामा एकचोटि। होन्नागासिनासम्म भनेको चाहिँ हल्का बस्तीहरू अलिक धेरै भएको एरिया हो। जापानको र नेपालमा चाहिँ फरक के छ भने नेपालमा चाहिँ एक्जामले गर्दा डिसाइड गर्छ होइन पास हुने नहुने भन्ने कुरा। गएकोमा हाजिरी चाहिँ कम छ भने त्यसमा त्यो स्टुडेन्टले पनि पास हुँदैन क्या। जापान आएपछि ट्रेन छुटेको रेकर्ड पनि थिएन। आज चाहिँ ठ्याक्कै ढिला भइदियो गाइस। ट्रेन आएको र गएको मैले पत्तै पाइनँ। मैले टाइम पनि हेरिनँ। 9 बजेको ट्रेनमा गएँ पनि म जानु मात्रै हुन्छ, जान्छु त्यो गएपछिको टाइमबाट अब 1 घन्टा ढिला भनेर त्यो हाजिरीमा लेख्छु। आधी बाटोसम्म जाने ट्रेन हो, त्यहाँबाट उता हिँडेर जानुपर्छ। म हिँडेर जाँदिनँ, त्यो ठाउँसम्म गएर यसो घुम्छौँ, त्यसपछि अर्को ट्रेन चढेर अनि फेरि स्कुलसम्म जान्छौँ। यो लास्ट स्टेसन हो, यहाँ कोही पनि छैन। भने 1 घन्टा रहेछ। ए होन्नागासिना भन्ने ठाउँ आइपुग्यो। मोमिची फुलेर पहिल्यै भएको छ। यो टाइममा चाहिँ जापानिजहरू चाहिँ मोमिची हेर्नको लागि भनेर चाहिँ डाँडाहरूमा पार्कहरूमा जाने गर्दछन्। अनि मोमिची हेर्दै खानेकुराहरू खाने रमाइलो पनि गर्छन्। सबै यो पातहरू पहेँलो रातो पहेँलो देखेको सबै मोमिजीहरू हो, मोमिजी भन्छ। अनि यो गाउँ आइपुग्यौँ। अब यहाँबाट ट्रेन भनेको छैन, तत्काललाई 9 बजे 9:30 बजीतिर यहाँ ट्रेन आइपुग्छ। म हिँडेर गएँ भने पनि पुग्न त पुग्छु। यहाँबाट हिँडेर त्यहाँसम्म पुग्नु र ट्रेनमा पुग्नु उत्तिकै हुन आउँछ, टाइम उत्तिकै हुन आउँछ। जापानको मेन राम्रो पक्ष भनेको चाहिँ सरसफाइ हो यहाँको। अनि प्रत्येक स्टेसनहरूमा चाहिँ ठ्याक्कै लगाएर बोर्डहरू हुन्छ। त्यो एरियामा चाहिँ भएको अलि राम्रो ठाउँ, रमाइलो ठाउँ, घुम्ने ठाउँ, पार्कहरू त्यस्तो छ भने यसरी राखेको हुन्छ। खानको गाइड भनेर लेखाएको छ त्यहाँ पनि। त्यहाँ अगाडि कता कोही पार्क छ, त्यो पार्क जानलाई त्यहाँ घुम्ने ठाउँको लागि चाहिँ गाइड गरेर राखेको छ। अनि यो भयो इन्ट्री र एक्जिटको यो आइसी कार्ड, पैसा त्यसमै काट्छ अनि ट्रेन चढेर जानु मिल्छ। चेन्ज भएछ यहाँ, पहिला अस्ति नै आउँदाखेरि भन्दाखेरि यो स्टेसनमा पनि मान्छे हुन्छ। यो स्टेसनपछि उताको स्टेसनमा यहाँबाट 4-5वटा स्टेसन छ, तर एकदमै टाढाको डिस्टेन्समा छ। यहाँ उता ट्रेन आइपुग्यो, अर्को ट्रेन आइपुग्यो, त्यो ट्रेन तलतिर जान्छ। अनि त्यो ट्रेन गएर एकछिनपछि चाहिँ यो ट्रेन जान्छ। यहाँ चाहिँ 2-3 मिनटको डिस्टेन्समा चाहिँ स्टेसनहरू छ। यहाँसम्म चाहिँ यहाँबाट उता गएपछि चाहिँ 4-5 मिनट, त्यहाँबाट 10 मिनट अलिक परको डिस्टेन्समा छ। त्यहाँबाट लास्टमा धेरै माथि गएपछि यसको इन्डिङ पोइन्टमा मात्रै छ यस्तो स्टेसन। अनि यस्तो स्टेसन भनेको यसरी कर्मचारी बस्ने स्टेसन चाहिँ त्यहाँ हुन्छ। अनि गाइज मैले भनेको थिएँ नि तबाको हानबाई कि भनेर, यहाँ छ जिदो हानबाई कि निचिजन्जी खान एगो भनेर। जिदो भनेको चाहिँ अटोमेटिक, हानबाई कि भने चाहिँ बिक्री वितरण भनौँ, पैसा तिर्ने। चुरोटको लागि त डकुमेन्ट पनि देखाउनुपर्छ, त्यहाँ स्क्यानिङ गर्ने होला सायद। अनि त्यसपछि चुरोटहरू लिन मिल्छ। हेयर सलुन, यहाँ कपाल
काट्ने सलुन पनि छ। 150 रुपियाँ भयो भने कपाल काटेर मालिस पनि गरिदिन्छ नि। त्यसै कपाल काटेको नर्मल्ली पनि 3500बाट सुरु हुन्छ। 3500, 3000, 5000, रङ गरेको पनि 2500, 3000 लाग्छ। लास्ट महँगो छ गाइस। लाइफस्टाइल लास्ट महँगो हो नि के भन्छ थाहा छ? तिमीहरूको कमाइ तलब पनि त महँगो छ नि। तिमीहरूले कामसाम केही जानेको छैन, यतिकै जापान आएको छौ, स्टुडेन्ट भएर पनि तिमीहरूले 1 लाख रुपियाँ 2 लाख रुपियाँ कमाउँछौ त त्यो पनि त महँगो भयो नि भन्छ। अनि हो भने यहाँबाट चाहिँ यो तलबाट चाहिँ अन्डरपास भन्ने क्रस गरी अन्डरपास हो कि ऊ त्यहाँ ब्याङ्क रहेछ। यो चौ बाटो हो, त्यो लाइट बलेको छ। बाटो क्रस गरिदिउँ है त गाइस, बाटो क्रस गरिदिउँ। सो गाइस मैले चाहिँ हिँडेर जाँदाखेरि कति टाइम लाग्छ भने हेरेको, हिँडेर जाँदाखेरि 51 मिनट लाग्दो रहेछ। यहाँबाट म हिँडेर त्यहाँसम्म पुग्नु र ट्रेन आएर ट्रेन कुरेर ट्रेनमा कुरेर जानुमा ट्रेनले जित्छ भनिसकेपछि म यहाँबाट हिँड्नुको कुनै औचित्य छैन। त्यही भएर म ट्रेन कुर्छु। यो चाहिँ लिदासेन भयो यता हामामाची भन्ने ठाउँ जाने ठाउँ छ। त्यहाँनिर लसहरू के लगाएको जस्तो। यहाँ पनि खेतीहरू गर्छन् मान्छेले, तर व्यावसायिक रूपमा खेती गरेको चाहिँ देखिन्न। यहाँ खेती गरे पनि हरेक कामहरू चाहिँ मेसिनले नै गर्छ। सर र गाडीमा जान्छ खेतमा, टक्क उनीहरूको गर्ने कामहरू गर्छ, सर र गाडीमा आउँछ। नेपालको जस्तो भारी जाने बेलामा भारी बोकेर जाने, अनि दिनभरि लखतरान भएर अनि फेरि भारी बोकेर आउनु पनि हुँदैन। यहाँ त्यो नेपालमा नि कहिले हुन्छ त? नेपालमा पनि खेती गर्दाखेरि टक्क गाडीमा बसेर मेसिन लिएर होइन खेतबारीमा गएर काम गरेर काम भ्याइसकेपछि फेरि गाडी चढेर सर आउने दिन कहिले आउँछ त गाइस? गाह्रै पर्ला है। यस्तो 50 वर्षपछि पनि त्यस्तो सिचुएसन होला जस्तो छैन। 40-50 वर्षमा त हामीमा चाहिँ हुला कार्यालय र ब्याङ्क चाहिँ सँगै छ, एउटै छ। जेपी ब्याङ्क र हुलाक चाहिँ सँगै छ। त्यही भएर हुलाकको काम गर्नलाई परे पनि ब्याङ्कको काम गर्नु पनि सँगै जानुपर्छ। अनि यहाँ जापानको चाहिँ धेरै कुराहरू चिठीमै हुन्छ। अहिले पनि मान्छेले शुभकामना दिनको लागि कतै केही कुरामा निम्तो गर्नको लागि प्रायः चिठी नै लेख्छ अरे। त्यो चिठी लेख्यो भने चाहिँ चिठी लेख्दाखेरि चाहिँ त्यसलाई चाहिँ अलि इम्पोर्टेन्ट मान्छ अरे क्या। हरेक कुराको चिठी नै आउँछ। नेपालमा चाहिँ हुला कार्यालय खासै देखिँदैन आजभोलि, हुला खासै प्रचलनमा छैन। अझ हामी सानो हुँदाखेरि रेडियोमा कार्यक्रमहरू आउँदाखेरि चाहिँ त्यो रेडियोको कार्यक्रमहरूमा चाहिँ मान्छेहरूले चिठी पठाएको, चिठी पढेकोहरू पनि हुन्थ्यो। अनि चिठी भनेको सानोमा हामीले चाहिँ टिनेजमै हुँदाखेरि कोही केटी मन पऱ्यो भने यसो यो मलाई तिमी मनपर्छ भनेर लेखेर उसको किताबमै हालिदिन्थ्यो। आफै गाउँ छ, गाउँभन्दा पछाडिपट्टि पुरै चिहान छ। यिनीहरूको चाहिँ घर वरिपरि नै सँगै नै हुन्छ चिहान। अनि मैले जापानिजलाई सोधेको त तिमीहरूलाई डर लाग्दैन भनेर भनेको। कसैलाई डर पनि लाग्छ अरे, कसैलाई डर लाग्दैन अरे। अनि यहाँनिर चाहिँ यो जराएको चित्र छ। यो एरियामा चाहिँ जङ्गल छ नि त, त्यो जङ्गल भएको कारणले गर्दा यो एरियामा चाहिँ यो बाटोमा चाहिँ जराहरू कुदेर आउने जाने हुन्छ है। यो ठ्याक्कै यो खेत खनेको त ठ्याक्कै नेपालकै बारीहरू जस्तो देखियो है ठ्याक्कै। अनि त्यहाँबाट त्यो ट्रेनको पट्रीहरूमा पनि बाटो क्रस गर्ने बेलामा कोही बेला ट्रेन आउने र त्यो जरायो भने सँगै भएर ट्रेनले हानेर चाहिँ जराएर मारिदिन्छ। अनि त्यो अवस्थामा चाहिँ ट्रेनको पट्टीमा भयो भने चाहिँ त्यो काम गर्ने मान्छेले त्यो निकालेर फाल्छ अरे, तिनीहरूलाई साइड लगाएर जान्छ अरे। साइडमा पऱ्यो भने चाहिँ त्यो ट्रेन नरोकिकन यतिकै जान्छ अरे, त्यसो भन्छ। ए हल्लाबेद भयो, जापानिज हल्लाबेद। यो हल्लाबेद चाहिँ नेपालमा नि पाइन्छ, तर यहाँ धेरै पाइँदो रहेछ। जापानिज हल्लाबेदै भन्छ होइन। अनि हल्लाबेद चाहिँ खासै मिठो लागेन, टरो हुन्छ। भन्छ तर यो अर्कै खालको मिखान भन्छ, यो अर्कै टाइपको हो। यो नेपालको सुन्तला जस्तो हुँदैन, फेरि टेस्ट पनि त्यति मिठो हुँदैन। त्यहाँनिर स्कुलै हो कि क्या हो? स्कुल रहेछ ल। एक्चुअली हेरौँ है त गाइस, उतानिर अगाडि त्यो बोर्ड पनि उतानिर बोर्ड पनि छ, स्कुल एरिया बिस्तारै आँकौँ भनेर। अनि त्यहाँ जापानिज चाहिँ बच्चाहरू चाहिँ खेलिरहेको छ, सक्नुहुन्छ। बच्चाहरू खेलिरहेको छ, जापानिज बच्चाहरू। एक्सर्साइज गर्ने टाइम भएर होला यिनीहरू चाहिँ पुरै उफ्रिरहेको छन्, खेलिरहेको छन्। जाडो पनि छ, स्विमिङ पुल पनि सायद यहाँ चाहिँ स्विमिङमा पनि भन्दै हुनुहुन्थ्यो। यहाँ चाहिँ प्रत्येक जापानको स्कुलहरूमा चाहिँ स्टुडेन्टहरूलाई नुहाउनलाई होइन, पौडी खेल्नको लागि चाहिँ ट्रेनिङ गराउँछ अरे, पौडी खेल्नको लागि। अनि सर्भाइभलको स्किलहरू हरेक कुराहरू सिकाउँछ। अनि जापानमा चाहिँ अर्को कुरा के हुन्छ भने भूकम्प यो बाढी पहिरो यस्तो टाइपको यो विपदको लागि चाहिँ यिनीहरूको चाहिँ हिजो फुकुरो भन्ने हुने रहेछ। त्यसमा चाहिँ अति आवश्यक कुराहरू, खानेकुराहरू, रेडियो, पानीहरू चाहिँ राखेको हुन्छ अरे।
फोहोरको गाडी भयो टक्कै। यहाँ चाहिँ प्रत्येक घरमा एउटा सानो घरको बाहिरपट्टि चाहिँ सानो कोठा जस्तो टाइपको बनाएर राखेको हुन्छ छाप्रो जस्तो, त्यसमा चाहिँ फोहोरहरू चाहिँ राखेर फोहोरहरू चाहिँ फाल्ने गर्छन्। यहाँ म धेरै अगाडि आइपुगेँ यो एरियाबाट, यहाँबाट एना भन्ने ठाउँ जाने रहेछ, त्यो रहेछ सिधा रहेछ। म उता भित्र जाँदिनँ, यहीँबाट फर्क्यौँ है गाइस, यहीँबाट फर्क्यौँ। घाम लागिरहेको छ, धन्न घाम लागिरहेको छ र मात्रै। अनि यहाँ पनि नेपालमा चाहिँ सानो सानो घरहरू हुन्छ मान्छेहरूको, सानो घर। यो एरियालाई हेर्ने भने उयो खान्छ जापानिज भाषामा लेखेको छ, अनि मान्छेहरू देखेर जापान हो त भन्न सकिन्छ। न त भने चाहिँ नेपालकै अरू कुनै ठाउँमा चाहिँ गएको जस्तो देखिन्छ क्या। नेपाल त नेपाल, तर अरू कुनै ठाउँमा गएको जस्तो देखिन्छ। किन भन्दा घरहरू पुरानो घरहरू, अनि सानो सानो घरहरू छ क्या, सानो सानो घर, हल्का हल्का खेतहरू पनि छ। त्यही भएर आफ्नो ठाउँभन्दा बाहेकको अन्त कुनै ठाउँमा चाहिँ नेपालकै ठाउँमा गएको जस्तो देखिन्छ। त्यो साइडमा पुरै जङ्गल, त्यो साइडमा पुरै जङ्गल, यो साइडमा यो एरिया पुरै जङ्गल हो। त्यो ठाउँबाट त्यो देखिएको चाहिँ सबै वरपर सबै जङ्गलै जङ्गल हो। यहाँ चाहिँ बस्ती भएको ठाउँ झुरुप्पै बस्ती हुँदो रहेछ, बस्ती नभएको ठाउँ जङ्गल हुँदो रहेछ। नेपालमा चाहिँ जङ्गलको बिचतिर पनि मान्छेको घर हुन्छ नि, जङ्गलको नजिकै घर हुन्छ। अनि एउटा घर यहाँ गयो भने एउटा घर त्यहाँ हुन्छ। यहाँ चाहिँ त्यस्तो हुँदैन, प्रायः जस्तो घरहरू सँगसँगै हुन्छ। त्यहाँनिर पनि त्यो स्कुलभन्दा उतापट्टि पनि त्यहाँ गाउँ देखिरहेको छ। फाइनली हामी ओरिसकेको छौँ। ठ्याक्कै 9:30मा आइपुग्यो 9 बजेसम्मको स्कुल। 8 बजीबाट 8:40बाट सुरु हुन्थ्यो। 9:30 बजे हामी आइपुग्यो। 1 घन्टा ढिला भएको छ गाइज, कुद्नु पऱ्यो, जाडो छ एकदमै। गएर गेङ्कीमा गएर एउटा रामेन पनि किन्ने हो, रामेन खाएर बस्ने हो आज। जाडो छ गाइज, यसरी कुद्यो भने ज्यान पनि जान्छ गाइज। फुलबारी गाइज, पछि गएर मलाई त